आज हाम्रो गाउँमा यस्तो के हुँदैछ? तास पो चल्दै रहेछ त। अहिले पो तास। हेलो गाइस, वेलकम टु न्यू मिनी ब्लग। आजको मिनी ब्लगमा तपाईँको स्वागत छ। अनि मिनी ब्लग मेरो फर्स्ट मिनी ब्लग पनि हुँदैछ। अहिले चाहिँ म घर जाँदैछु। दादाकोमा गएको थिएँ म एकछिन, अनि उहाँ चाहिँ हाम्रो घर छ हो। घर पुगिसकेपछि अब म भोक लागिरहेको थियो। आमाले के पाइरहेको छ, जाने किचनमा हेर भन्नुभयो। आमा चाहिँ यता मजा भएर खोले पकाउँदै हुँदो रहेछ। अनि गएँ, दाल पाकेको रहेछ, अनि सब्जी के सब्जी हो। त्यसै हामी चाहिँ प्रायः खानेकुराहरू चुलोमै पाउँछौँ नि त। चुलोको सतह के हुन्छ, त्यसपछि मैले चाहिँ चिया बसाएँ। यसो खान मन लागेन, त्यसपछि चिया पनि तारिसकेको चिया हालिसकेपछि अनि गिलासमा हालेँ। गिलासमा चाहिँ भित्र जाँदै थिएँ, किन भनिदिँदा चिया कालो, किनकि दुधमा धेरै पानी हालेर हो। त्यसपछि खाइसकेपछि अब नुहाउँ न त भने अब लुगासुगा फेरिवरी अब नुहाउनको लागि तयारी भएँ। नुहाएर अब नुहाइ पनि सकेँ। त्यसपछि नुहाइसकेपछि अब यता एकछु गाउँ डुलडाल गरेर राम्रो थियो, किनकि गर्मी पनि उबर छ नि त। त्यही कारणले पनि अब नुहाइ गरियो। अब लुगासुगा लाउने, त्यसपछि गाउँतिर डुल्ने हो। लुगासुगा पनि लगाइसकेपछि अब अलिअलि कपाल मिलाऊँ भनेको कपालै नमिल्दै र फेरि साथीहरू अल्छी लागेर कपाल मिलाउँदिनँ भने अनि यसो फेरि एकचोटि हेऱ्यो होइन, अनि फनक्क फर्केपछि गएँ। बाटोमा अलिअलि मिलाउँदै त गएँ कपाल, अलिअलि मिलाएँ। अनि त्यसपछि दोकानमा यसो खानेकुरा खाऊँ न त भने अनि दोकान हेरेँ। दोकान बुझ्यो भने 10 रुपियाँ थियो। अनि यहाँ खानेकुरा पनि प्रायः केही पाउँदैन नि त, केही पाउँदैन। प्रायः चिउराहरू मात्रै हो। अनि हरियो मटर यहाँको मलाई मन पर्ने थियो, हरियो मटर। अनि 2टा हरियो मटर लिएँ मैले चाहिँ। 2टा हरियो मटर लिइसकेपछि यसो जाउँ न त भने अनि त्यसपछि अनि यहाँ यसो हेर्छु, यहाँ त मजा तास चल्दैछ। दसैँ तिहारतिर खेल्ने तास अहिले यो असारको बेलामा भनेर, त्यो पनि 10-20 रुपियाँको भयो भने अरू एउटा 1000-2000 गेम चल्दै रहेछ यहाँ त। म त एकछिन त छक्क भए लिएर हिँड्दिउँ कि क्या, जसैमा लाग्यो पैसा त्यसरी थ्यात त्यसो नगर भनेर। अनि लस् त गाइस, आजको मिनी ब्लग यति नै होस्। बाई बाई।